हस्पिटलको लापरवाहीका कारणले सिकारु डाक्टरहरू लगाएर 51 वर्षको मान्छेको कम्प्युटरबाट किडनीमा भएको पथरिया झिक्दाखेरि मान्छे मारेकोले यत्रो 8-10 घण्टा भइसक्दाखेरि पनि अहिलेसम्म नोभेल हस्पिटल विराटनगरले लापरवाही गरिरहेछ। डाक्टर सुनिल शर्मा हाम्रै मान्छे हुन्, उहाँको यो प्रशासन कमजोर भएको छ। कोबाट गल्ती भएको, कसले अपरेसन चाहिँ गरे हो, त्यो सारा इन्क्वायरी हामी गर्छौं। भोलि हामीलाई त्यो तत्काल अब अहिले यहाँको हाकिम साहबहरू जो छ यो मिस्टेक गर्नेहरू होला 8 बजे बिहान मात्रै आउने अरे। हामी झापाबाट आएको अहिले झापाबाट हामी 10-12 जना आएका छौं। केही रेस्पोन्सिबल केही छैन हस्पिटलको। मिस्टेक गरेर चाहिँ यिनीहरूले यहाँ मान्छेको लापरवाही गरेर चाहिँ यसरी ज्यान गएको छ। नोभेल हस्पिटल विराटनगरमा योभन्दा अगाडि पनि यस्ता केसहरू भएका थिएनन्, तर आज हाम्रो मान्छे यसरी अकालमा मारेको छ। हामीलाई यो अपरेसन गरेको त्यो भिडियो हामीले प्रष्ट नहेरिकन हामीले हाम्रो डाक्टरहरू ल्याएर इन्क्वायरी नगरिकन हामी यहाँबाट लास उठाउनेवाला पनि छैनौं।